एकछिन हजुर है, एकछिन एउटा राम्रो जानकारी छ। यो माछा मार्ने सिजन पनि हो, बेसीतिर माछा मार्दै हुनुहुन्छ होला। हजुरहरूले कसैको भोक मेटाउन एक दिनको लागि माछा उपहार दिनुभयो भने त्यो भोकको मान्छेको एक दिनको भोक मात्र मेटाउन सक्नुहुन्छ। यदि हजुरले उसलाई माछा मार्न सिकाइदिनु भयो भने त्यो मान्छेले जीवनभर भोक मेटाउन सक्छ, ताकि उसले आफ्नो जीविकोपार्जन त्यो सिकेको सिपबाट निरन्तर गर्न सक्छ। त्यस्तै समाजमा पीडित पक्षलाई एक दुई दिनको राहत दिनुभन्दा दीर्घकालीन रूपमा पीडा नै हुन नदिनु, स्वयं आफ्नो पीडा र अभावलाई सधैँको लागि फेस गर्न सक्ने बनाउनु राजनैतिक सेवाको उच्चतम रूप हो। यो एउटा वैज्ञानिक प्रयोग पनि हो, तर निश्चित स्वार्थको लागि बाँडिने राहतले 3 छाक खाने र 4 छाक भोकै सुत्ने अवस्थाको निरन्तरता दिने बुढा र पुच्छर नीतिहरू प्रयोगहीन अनुसन्धान सदियौँदेखि गरिएका थिए, तर यसले समस्या झन् बढेर गयो। अब समाजलाई सर्वश्रेष्ठ नीति चाहिन्छ। अहिले आफ्नो समाजमा गरौँ है पहल हजुर है।